यस्तो जाडोमा अब पौडी खेल्ने अरे पौडी मान्छे कता हो झरना झरनातिर जाउँ अब हाम्रो टोली लाग्यो अब फेरि मोहिनी झरना जता पुग्यो नि 44 र 45 मिनट मात्रै भन्छ मोहिनी कि मोहिनी झरना जता गएर सोध्दा पनि 44-45 मिनट मात्रै भन्छ यार के हो यस्तो पारा मोहिनी झरना खोज्दा खोज्दा हैरान भइसक्यो अझै यता माथि डाँडामाथि भन्छ यार हैरान भयो यार कता हो मोहिनी झरना कि मोहनी झरना हो झरना खोज्दा खोज्दा आज दिन जाला जस्तो छ त हौ साथी हो को पुल तरेर लाग्यो 2टा पुल तरिसक्यो झरना अझै आउँदैन पानी त यता पनि पुरै थोरिएको रहेछ पुरै भवाल रहेछ माछा चाहिँ छ भने बल्छी खेल्नु चाहिँ दामी हुन्थ्यो है गहिरो छ नि यो पहाडमै छ अनि जम्मिएको अनि यो पहाड तल कति गहिरो छ अनि सुटिङ कि के क्याम्पिङ रहेछ नि त्यहाँ पर क्याम्पिङ गर्दा रहेछ नि देखो त यो गाउँ चाहिँ बबाल रमाइलो रहेछ सैया पुल ड्याम कुलेखानी यहाँ चाहिँ अब पानीपुरी खाने हाम्रो प्लान भयो अब उकालो त बबाल खतरा रहेछ यहाँ माथिको डाँडा चाहिँ रमाइलो रहेछ जानु सकिँदैन होला चटपटे खाएर ल उकालो चाहिँ यस्तो नाक ठोकिने रहेछ उकालो चाहिँ बबाल छ मोहिनी झरना लाग्यो यस्तो बबाल उकालो रहेछ यस्तो उकालो रहेछ है साथी हो मोहिनी झरना आउने हो भने चाहिँ बाइकमा आउनु होला हिँडेर चाहिँ गाह्रो छ लौ रे अब कालो चाहिँ बबाल नाक ठोकिने रहेछ हैट झरना जाने बाटो चाहिँ सायद यहाँ पर चाहिँ गहिरोमा चाहिँ झरना होला चाहिँ मजाको रिसोर्टहरू होटलहरू रहेछ खाजानास्ता खाने ठाउँ दामी रहेछ उकालो चाहिँ गाह्रो रहेछ स्यास्या भयो केटाहरू त्यहाँ मोहिनी झरना जाने बाटो बुढै बोर्ड रहेछ यतातिर फेमस रहेछ के हो झरना चाहिँ झरना आए जस्तो छ आवाज आइरहेको छ झरनाको यताभित्र झरना छ यताभित्र साउन्ड आइसक्यो त
ल बल्ल बल्ल हिँडेर उकालो र ओह्रालो गरेर मोहिनी झर्ना आइपुग्यो। यता तलसा झर्ना चाहिँ गइरहेछ। यस्तो रहेछ बाटो, बबाल रमाइलो रहेछ नि, बबाल छ नि। ल झर्ना चाहिँ यता तल, झर्ना चाहिँ यता तल बबाल रहेछ झर्ना, फ्रेस र एकदम चाहिँ कडक। मोहिनी झर्ना है साथीहरू, मोहिनी झर्ना चाहिँ एकदम कष्टकर उकालो ओह्रालो हिँडेर आयो, एकदम रमाइलो रहेछ। तर जस अब यसो टिकटक बनाउनलाई चाहिँ बाटो पनि जस राम्रै बनाएको रहेछ। चिसो चिसो पानी भए पनि जस मजाले बारेर मजाले ठिक्क ग्राभलिङ गरेर राम्रै बनाएको रहेछ। यता माथि रिसोर्ट सँगले हाम्रो टोली खेत छ। टक्क मोहिनी झर्ना आयो है। ल यो चाहिँ हो मोहिनी झर्ना, रमाइलो रहेछ। पानी सानो राम्रो रहेछ, खोला ठुलो रहेछ, माछा आइसक्यो त भिडियो। ल भिडियो खासै त्यति लामो त रहेनछ, तर एकदम मजाले सँगसँगै झर्ने भएर चाहिँ एकदम फेमस रहेछ क्या। ल अब मोहिनी झर्ना पनि हेरिसकियो। अब हेरिसकेर लाग्यो बाटो फेरि अर्को अब भेडीगोठ तल चाहिँ कुलेखानीको ड्याम त्यतातिर अब लाग्यो है। त्यताहरू पनि लागे। यहाँ त पौडी पो हान्नु आँटेछ त। ओ नगर पौडी नगर यस्तो जाडोमा अब पौडी खेल्ने अरे है मान्छे। चिसोले जान्छ नि, नखेला पौडी खेलेछ नि अघि झ्याम्मै। ल यहाँबाट भइरहेछ। ल हर यहाँ भइरहेछ त, रहर पुरा गरिदिउँ न त। अब भरे कक्रेको बेला थाहा हुन्छ आफै। यस्तो चिसोमा हानिदियो त अब। यस्तो झर्ना छ, यस्तो चिसो छ मौसम, केटाहरू पौडी खेल्ने यहाँ पोखरी ठुलो धर रहेछ। अहिले छिन काम थालेको बेला थाहा हुन्छ नि।
यहाँको तल झरनाको फेदमा ठिक छ रमाइलो छ। मोहिनी झर्ना सकेर चाहिँ अब हाम्रो बोट चढेर चाहिँ पारी तर्ने हाम्रो प्लान छ। हाम्रो टोली अगाडि बढ्दैछ ठक्कसँगले त्यहाँबाट बोट चढेर माथि बाइकहरू राखिएको छ। माथि हामी आज राति बसेको माथि ठाउँमा पुगेर बाइक लगेर फेरि माथि भेडीगोठ जाने हो। चौर छ अरे त्यहाँनिर यसो रमाइलो गर्ने। त्यहाँदेखि चाहिँ काठमाडौँतिर फेरि लागिन्छ। बोट चढेर चाहिँ पारी हिजो बसेको ठाउँमा त्यहाँदेखि चाहिँ फेरि भेडीकोट गएर काठमाडौँ बोट रहेछ। अनि यो पार्टी पनि यही रहेछ। अब के भन्छ पर्सिरबाट दाल भात चलाउने भन्दा पनि हिँड्दै हिँड्दै जाँदा पो रमाइलो होला। लिनु बोट आइसक्यो। हामीलाई लिनु बोट आइसक्यो। अब यो बोट चढेर माथि टक्क जाने हो। सामान त केही छोड्यौ नि त्यो ब्यागहरू। सेफ्टी ज्याकेट मलाई एकदम यो लगाउनु पर्ने होइन दाइ। यो नलगाएर त भाइब चाहिँ आएन नि फोटो लगाउँछु अरे यहाँ छिटो फोटो आएन नि।
यो बाटैबाट हिँडेर गएको भए कति राम्रो हुन्थेछ नि अघि के भयो हिँड्दै जानु थियो भिडियो गर्नु त सुजल के छ त अनि मजा छ पानी त कालो कालो देख्छु त हौ ए चस्मा लागेर मजा हुन्छ अघि उतै पारीको पुल तरेर गएको नि त हामी त्यो तेर्सो तेर्सो हिँडेर जाँदा चाहिँ सही हुने रहेछ झर्ना जानलाई पनि यो तेर्सो तेर्सो गएको भए यतातिर यस्तो